भोलिबाट उज्बेकिस्तानमा एएफसी महिला छनौट प्रतियोगिताको सुरुवात हुँदैछ। उक्त प्रतियोगितामा आयोजक उज्बेकिस्तानसहित नेपाल, लाओस र श्रीलङ्का पनि रहेका छन्। तुलनात्मक रूपमा हेर्ने हो भने आयोजक उज्बेकिस्तान टोली नै निकै बलियो देखिएको छ भने त्यसपछि नेपाल, लाओस अनि श्रीलङ्का रहेका छन्। भोलि नेपाल र लाओसको म्याच यो कारणले पनि खास हुनेछ कि लाओससँगको भोलिको म्याच नेपालका लागि 100औं अन्तर्राष्ट्रिय फुटबल म्याच पनि हुनेछ। दर्शकविहीन यो नेपाली महिला फुटबल टोलीको लागि मात्र नभएर सम्पूर्ण हामी नेपालीहरूका लागि पनि गौरवको कुरा हो। अनि भोलिकै दिन लाओस विरुद्धको गेममा नयाँ प्रशिक्षकको पनि डेब्यू हुने भएको छ र हाल नेपाली महिला फुटबल टिममा क्याप्टेन पनि परिवर्तन भएको यहाँहरूलाई जानकारी गराउँदछु। जब नेपाली महिला फुटबल टिम मैदान उत्रिन्छन् तब सिङ्गो नेपालको आँखा हाम्रा गर्विला चेलीहरू साम्बा, रेखा, पूजा, प्रीति राई तथा अन्य धेरै आशलाग्दा खेलाडीहरूमा मात्र हुन्छन्। भोलिको खेलको अग्रिम शुभकामना छ नेपाली महिला फुटबल टोलीलाई। नेपाल र लाओस बीचको खेलको लाइभ भने तपाईहरूले सजिलै युट्युब तथा योनो टिभी क्रिकेट फुटबल म्याच लाइभबाट गुगलबाट पनि हेर्न सक्नुहुन्छ। च्यानललाई एक लाइक गरी भिडियोलाई सेयर गर्नुहोला।